साथी हो मेरो बुढाले गमला बनाउनु भएको आज 4-5 दिन भयो आज निकाल्नु भएको तपाईहरुलाई पनि चाहिन्छ भने आउनुस् है गमला तर यस्तो थ्याप्रो खालको छ गमलाको माथि मुख चाहिँ ए 5 वटा बनाउनु भएछ यहाँ यस्तो खालको अनि खै यहाँ के राख्ने हो यो चाहिँ डुँड जस्तो बनाउनु भएको छ है बनाउने मान्छे चाहिँ हुनुहुन्छ हेलो सर के मन लाग्छ यस्तो बनसाई कि बनसाई गर्ने गमला भन्दै हुन्थ्यो माटो भरेर बनाउनु भएको अब यहाँ पखालेर कलर गर्नुपर्ने थाले गमला यो डुँड खालको गमला हजुर बनसाई गमला हो खै के गमला हो यस्तो चाहिँ 5 वटा ट्याङ्की बनाउने अरे यहाँ माटोहरू गर्नुको लागि पानी भर्दै हुन्छ अब यहाँ चाहिँ मुङ्गी माछा के पाल्ने अरे माछा पाल्ने भन्दै हुन्छ हाम्रो यहाँ खैरो चुलो यता हेरिरहेको छ सुरी हामी पालो भने छैन हौ मेरो सुरीहरू खोज्दा तर पऱ्यो भने कहाँ निस्किनु सक्छ हौ उहाँहरूको सानी मुत्यो भने नि पुर्छन् पो त फेरि यिनीहरू त सुगर भने पनि तपाईँ चाहिँ हाफपेन्ट सापेन्ट फेरेर गर्नु नि हौ धोएको लुगा धुलो हुन्छ ठुलो हेर न यस्तोमा सुतेर चाहिँ नि यस्तोमा यहाँ सुन न यस्तोमा सुत्नु कि अनि त्यहाँदेखि म भएकोमा चाहिँ बिहान सुत्न आइस् भने नि तल म खेद्छु नि फेरि सुनिस् ओछ्यानमा आइस् भने चाहिँ यस्तो माटो खेलो अनि ओछ्यानो पो आउँछ त फेरि सुत्नु हेर नि म सुनिस् सुन्न त्यहाँ बिहान सुत्न आएछ भने कुरा खान्छ नि फेरि ओछ्यानमा आलु पनि मरेरै यहाँ चाहिँ मेरो बुढाले अम्बक रोप्नु भएको छ यहाँ चाहिँ इस्कुस फल्ला कि नफल्ला साथी हो बोरा चाहिँ ठुलै छ रोप्नु भएको चाहिँ भित्तामा यस्तोमा कफी रोपेर फल्छ होला हरियो भएको छ साग बेसिरहेको छ लसुनहरू लिची छ साथी हो फल्ला कि नफल्लै कति वर्ष लाग्छ फल्नु ड्रममा रोप्नु भएको छ हजुर गमलामा नापेर गरेको तर भित्रपट्टि चाहिँ बुट्टा बसेछ हुन्छ हौ यतिको